हेलो साथीहरू, सम्पूर्णलाई नमस्कार छ। के छ खबर, सन्चै हुनुहुन्छ? कहाँ हुनुहुन्छ? कस्तो अवस्थामा हुनुहुन्छ? म चाहिँ हाल नेपाल आएको चाहिँ समथिङ 1 महिना जति भयो साथीहरू। बिचबिचमा भ्लग त मैले बनाउन सकिनँ, सो केही सिनहरू चाहिँ तपाईँहरूको माझ राखेको छु। सो त्यही सिनहरूलाई पनि तपाईँहरूले माया गरिदिनु भएको छ, लाइक कमेन्ट सेयर गरिदिनु भएको छ। यसको लागि धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु। र साथीहरू, तपाईँहरू कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? जति पनि मेरो फेसबुकमा हुनुहुन्छ साथीहरू, इष्टमित्रहरू, सम्पूर्णलाई धेरै धेरै माया अनि धेरै धेरै सम्झना पनि भन्न चाहन्छु। मिठो माया छ साथीहरू। यसरी नै माया साथ सपोर्ट गर्नु होला साथीहरू। तपाईँहरूको माझ यस्तै यस्तै भिडियोहरू त म भन्दिनँ साथीहरू, समय मिलेअनुसार तपाईँहरूको माझ भिडियोहरू राख्नेछु। निरन्तर दिन त सकिरहेको छैन साथीहरू, सो टाइम मिलेअनुसार तपाईँहरूको माझ राख्नेछु भिडियोहरू। भिडियो हेर्दै गर्नुहोला। कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो ख्याल गर्नुहोला। गर्मी निकै नै बढिरहेको छ साथीहरू, आफ्नो केयर गर्नुहोला। थ्याङ्क यू सो मच साथीहरू। धेरै धेरै सम्झना, मिठो माया। तपाईँहरूको माझ एउटा सानो कुरा राख्न चाहन्छु। र मेरो युट्युब एकाउन्ट साथीहरू, च्यानल चाहिँ मैले खोलेको थिएँ साथीहरू। त्यसमा चाहिँ केही साथीहरू जोडिनु भएको छ। पुरानो मेरो च्यानल चाहिँ त्यतिकै नै खराब भयो साथीहरू। त्यस च्यानललाई चाहिँ तपाईँहरूले धेरै माया गरिदिनु भएको थियो। समथिङ 8-9 हजार सब्सक्राइब मेरो त्यसमा थियो। त्यो चाहिँ मेरो बिग्रियो साथीहरू। यदि तपाईँहरूलाई कसैलाई त्यो च्यानल यदि रिकभर गर्न आउँछ भने त्यसलाई कमेन्टमा तपाईँहरूले कमेन्ट गर्नुहोला साथीहरू। त्यो चाहिँ मेरो बिग्रियो। यो मेरो अर्को नयाँ युट्युब च्यानल छ, यसको चाहिँ म लिङ्क तपाईँहरूको यो भिडियोको साइडमा राख्नेछु र लिङ्क पनि राख्नेछु साथीहरू। गएर त्यसलाई पनि सब्सक्राइब गरिदिनु होला साथीहरू। थ्याङ्क यू सो मच, थ्याङ्क यू।